00244 यहाँ पुट अब देख्नुहोस् हाई गाइस आज चाहिँ हेयर स्टाइल पनि अर्कै छ फेरि हाँस त हेलो भन्नु हेलो गाइस वेलकम टु माई ब्लग भन्नु वेलकम टु हर मिनी ब्लग मिनी होइन हौ ब्लग नगर न कस्तो मैले गरेको कस्तो गीत लगाइदिइहालेको क्या आज हामी दाँत घर जान आँटेको See you after some time. Bye bye. झुन्डेरको हाम्रो बेडसिट सेम रहेछ के सेम ओ माय गॉड म त हाम्रो बेडसिट होइन भन्दा भन्ने अब भरे टिपेर लग्दैन अन्त अर्को खोज्दा खोज्दा आइया म भ्यू देखाउँछु ल अलिअलि यहाँ छ यस्तो छ यता छ कुकुग्रान्ड स्टुडेन्टहरू स्कुल जाने बेला भएछ अब बस आउँछ यहाँबाट अनि उठाएर लान्छ कति ढिलो आएको बस नि यस्तै छ यहाँ त यो बिना चाहिँ हिँड्नु दिँदैन फाइन लगाइहाल्छ सिट बेल्ट नलाएको फाइन कति बेला आउँछ 600 600 रुपिस छ भने नलाउँदा पनि हुन्छ आफूलाई अप्ठ्यारो भयो भने यहाँ छ एउटा स्कुल यहाँ गेलफुलर स्कुल छ यहाँ महाबुढाहरू थालै छ कस्तो दामी देख्दैछ हेर न निकै रहेछ रहनु चाहिँ तर बुद्धबाट चाहिँ दुईवटा मात्रै देख्यो यो ठाउँ कस्तो पिस देख्छ तर मान्छे बेसी भएर पिस नै खराब किनभने यो बोर्डर एरियामा पनि मान्छे त भइहाल्छ होइन हामीले आजकल दोकान राम्रो खोलेको छैन त्यही कुरा गरेको नि अरूहरूले भनिरह होला यिनीहरू दुईजना आजकल दोकान राम्रै खोल्नु छोड्यो भनेर भनिरहेको अस्ति एउटा दाजुले त यिनीहरूलाई कन्ट्र्याक्ट साइन गर्नुपर्ने रहेछ दोकान बन्द गर्नु नपाउने पाराले भन्दै थियो केही भन्दैन यहाँ क्यामेरा फर्काइदिएर यो चाहिँ हाम्रो नयाँ गेट बनाउँदैछ यस्तै घर यता पनि बनाएको थियो जलेर इन्डिया बजार पसिसक्यो अनि पसिसक्दा यस्तो भिड हुन्छ भुटान अनि गाडीहरू अलिअलि मात्रै थियो यहाँ आयो भने घरै पछि गाडी यहाँ चाहिँ निकै होसियार भएर गाडी चलाउनु पर्छ है नि कुखुरा भाले रुडेर आउँछ यार यता त कोही बेला बुढाहरू ढोक्नु आइरहेको हुन्छ गाडीको अगाडि अनि फेरि ठोकाइदिइहाल्यो भने छोड्दैन होला उनीहरूको पनि स्कुल जाने टाइम भइछ दस साल पछाडि त यहाँ पनि डेभलप हुन्छ होला ठुल्ठुलो बिल्डिङ हुन्छ 10 साल पनि लाग्दैन होला यिनीहरूले नबनाएर होला यिनीहरूको पैसा त छ नि लोभ गरेर के सबैसँग जोगिनुपर्छ यहाँ बाटो हिँड्दा चाहिँ कुकुर गाई मान्छे बिहान बिहानै मातेर रोडको बिचमा हिँडिरहेको हुन्छ साह्रो छ खालि भयो एउटा आज भुटानको मान्छे यति आएको छैन क्या त्यो गाउँतिर त राम्रै छ क्या उनीहरूको पनि रोडको साइडमा मात्रै हो क्या खराब चाहिँ गाउँतिर त घर पनि राम्रो बनाइरहेको छ अब यहाँ एन्ट्री गर्नुपर्छ है एन्ट्री वाल दिनु अलि अगाडि लाने कहाँ लाने
म त के थाप्दो रहेछ भन्छु। हेर हेर यहाँ होइन मैले दैलो थुन्दा चाहिँ मैले यसरी नै यतिकै साउन्ड गरेर थुन्यो भने मलाई यसरी हेर्छ होइन। उसले चाहिँ भने ड्याममा थुन्दा पनि केही नहुने अरे। मैले थुन्दा चाहिँ यो के उक्किसक्यो अरे, उसको यहाँको के उक्किसक्यो अरे। सानो गनगनाउँदैन। मेरो बुढा आउँदैछन्। वाह आज चाहिँ होइन अघि बिहान चाहिँ कस्तो साइन गरिरहेको थियो, अहिले चाहिँ बिग्रिसकेछ। तर पनि मेरो केस चाहिँ त्यस्तै बसेर यहाँको मात्रै निस्केको रहेछ। सपिङ गएर पनि आइसक्यो। मैले बजार देखाउने भनेर सोचेको थिएँ, मेरो बुढासँग झगडा परेर के भन्नु र, झगडा पऱ्यो पनि होइन त्यो सानो सानो कुरामा ठास्का ठुस्की पऱ्यो। त्यहाँदेखि त भिडियो बनाउनु बिर्स्यो। रिसाएपछि कहाँ भिडियो बनायो। अहिले चाहिँ मेरो काम के छ भने यो प्याकिङ गर्नुपर्ने छ। न्युटेला, दाल अनि यो चाना, यिनीहरू 1-1 केजी गरेर प्याकिङ गरेर बेच्नु राख्नुपर्छ। पर खाली भइसकेछ, त्यहाँ राख्नुपर्छ। यसलाई चाहिँ यसरी पटाउनुपर्छ कि यो सिल गर्नुलाई। मेसिन त छैन हामीसँग, मेसिनहरू छैन नि त, त्यही कारणले यस्तो गर्ने। लाइटरले सिलिलिलिलिलिलि पार्ने। टाइम टेक गर्छ, तर यस्तो गरेर बेचेर धेरै पैसा कमाएर मात्रै मेसिन किन्ने हो। अहिले स्टार्टिङमा नकिन्ने। त्यही भएर पेसन चाहिन्छ काम गर्दाखेरि, किन यसले त साह्रो टाइम टेक गर्छ। पायो सिल। यो यस्तो गर्दा नि फुटेको मैले यति गरिसक्यो। यो दाल अब एउटा छ, यो दाल एउटा छ, अनि युटेला चाट, अन्त सक्यो। त्यहाँदेखि एरेन्ज गर्नुपर्ने हुन्छ। गरम भयो, फ्यान